हाम्रो नेपालको चिया चाहिँ इन्डियामा गएर 15 दिन टेस्टिङ गर्न टाइम लाग्छ हैन हामीलाई दुःख दिनलाई। सँगैमा इन्डियाबाट आएको तरकारी चाहिँ हाम्रो नेपाल चेकपोस्टमा छिरेको 1 घण्टा भित्रमा स्याम्पलिङ पास हुन्छ भने यो के हाम्रो सिस्टम चाहिँ उनीहरूको भन्दा धेरै राम्रो हो कि हाम्रो माथि राम्रो स्याम्पलिङ नगरेको हो कि बोर्डरमा गाडी रोकिदिँदैन। गाडी लगेर जब इन्डियन हाम्रो टी बायरकोमा पुग्छ त्यसपछि चियाको स्याम्पल निकाल्छ। चिया स्याम्पल निकालिसकेपछि त्यसलाई टेस्टिङमा लान्छ। टेस्टिङलाई 15 दिन लाग्छ। 15 दिन गरिसकेर त्यो स्याम्पल यदि फेल भयो भने फेरि हामीले रिस्याम्पलिङ गर्नुपर्छ। एउटाको खर्च लगभग 15,000 रुपियाँ भारू छ एकचोटिको स्याम्पलिङ गर्न। पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटकको भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारिक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चिया निर्यात नभएको 3 साता हुन लाग्यो। मे 1 तारिकदेखि नै उद्योगीहरूले चिया निर्यातको घोषणा गर्न भन्सार आइपुगेका छैनन्। नेपालको कानूनले रोकिएको होइन, भारततर्फ नै समस्या देखिएकाले रोकिएको भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वर कुमार हुमागाहीले बताउनुभयो। चियाको गुणस्तर मूल्याङ्कन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली उत्पादनले ग्रान्ड गोल्ड मेडल प्राप्त गरी सर्वोत्कृष्ट घोषित भएको थियो। तर भारतीय पक्षले नेपाली तयारी चिया गुणस्तरहीन भन्दै अनेक बहाना निकालेर सडकमै अवरोध गर्न खोज्छन्। भारतको कुल उत्पादन मध्ये नेपालबाट 1% मात्र चिया भारत निकासी हुन्छ। नेपालको गुणस्तरयुक्त चियासँग भारत डराएकाले हामीमाथि नयाँ नियम लगाएर अंकुश लगाउन खोजेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। पहिला 1 लटमा गएका ट्रकहरूमध्ये एउटा ट्रकबाट निकालिएको चियाको गुणस्तर परीक्षण गर्दा हुन्थ्यो। अहिले हरेक ट्रकमा लोड भएको चियाको गुणस्तर परीक्षण गर्नुपर्ने नियमका कारण चिया पठाउन छाडेको अध्यक्ष पराजुलीको भनाइ छ। कस्तो भयो भने नेपालको चिया मे 1 तारिकदेखि यो 2026 देखि चाहिँ इन्डियाले नयाँ एउटा डिरेक्टिभ निकालेर नेपालको चियालाई चाहिँ 100% स्याम्पलिङ गरेर मात्रै इन्डिया लान दिने भन्ने एउटा गरेको छ। अब यो कस्तो देखिन्छ भन्दाखेरि हाम्रो नेपालको चिया चाहिँ हाई रिस्कमा पर्दैन, किनभने हाम्रो जियोग्राफिकल कन्डिसन एउटै छ। हाम्रो जुन बुसेसहरू छ सबै हामीले इन्डियाबाट ल्याएर प्लान्टेसन गरेको हो। दार्जिलिङको बुसको बिरुवा ल्याएर हामीले नेपालको इलाममा लगाएको हो भने तराईको बुसको बिरुवा ल्याएर हामीले झापामा लगाएको हो। अब यहाँ अहिले कस्तो भने एउटा खोलाले दुईटा उसलाई छुट्याइदिएको छ। एकतिर इन्डियाको बगान छ नि एकतिर नेपालको बगान छ। अब एउटै जियोग्राफिकल कन्डिसनमा भएको चिजलाई चाहिँ 100% रिस्क हो भनेर इन्डियाले जुन यो नेपालको चिया रोक्ने एउटा कोसिस गरेको छ, यो चाहिँ तपाईको इन्डिया सरकारले या हाम्रो नेपाल सरकार